हेलो गाइस, दर्शन नमस्ते सबैलाई गुड मर्निङ। अब म चाहिँ उठेर नुहाइ गरेर यसो सानो ब्लग बनाऊँ भनेर यसो ट्राई गर्न लागेको। लाइक कमेन्ट सेयर गरिदिनु लाग्यो। फर्स्ट त म कफी बनाएँ, कफी पिउँछु। अनि आज चाहिँ मेरो मेन उद्देश्य अब कुकिङतिर लाग्छु, किनकि मेरो बाबुलाई फेरि माछा लास्दै मनपर्ने, त्यो पनि स्पेसल मम्मीले बनाएको। त्यही भएर अब म माछा करी बनाउन जाँदैछु गाइस, हजुरहरूलाई देखाउने छु। स्पेसली आज म माछा करी सुपको ताललाई बनाउँछु। एउटा टमाटो राखेँ, एउटा लेमन राखेँ। अलि हामी चाहिँ म त पिरो खान्छु, तर बाबुले खासै पिरो खाँदैन। अलिकति हरियो खुर्सानी राखेँ, एउटा लसुनको पोती राखेँ, दुईवटा प्याज राखेँ, अलिकति अदरक, अनि यो चाहिँ धनियाँको पत्ता हो। यति लिएर अब म किचनतिर पस्दैछु गाइस। माछा चाहिँ मैले अलरेडी किचनमा भिजाउन राखेको छु, फ्रोजन माछा। यो चाहिँ मेरो माछा हो, बिहानै मैले फ्रिजबाट निकालेर बाहिर राखेको थिएँ। यो चाहिँ हामी अझै 2 छाक जति खान्छौँ होला आमा छोरालाई। म चाहिँ यो के अरे मसलाहरूको नाम आज अरबीमा लिन्छु है। यो चाहिँ मरिचको धुलोलाई यो अरबीमा के भन्छ भने चाहिँ इङ्ग्लिसमा ब्ल्याक पेपर भन्छन्, अनि अरबीमा फिर असोट यति राखेँ, 1 चम्मच स्वाद अनुसार। पिरै मनपर्छ फेरि मलाई, त्यो प्रब्लम छ। अनि के अरे बेसारको धुलोलाई के भन्छन्, अनि खुर्खुम भन्छन् बेसारलाई चाहिँ अरबीमा, खुर्खुम। अनि यो भयो। जिराको धुलोलाई फेरि खुम्मुन भन्छन्, स्वाद अनुसार 1 चम्चा र अलिकति हालेँ। अब नुन हालेँ अलिकति मैले, नुन त त्यत्तिकै नै उसमा ग्रेभीमा हालिन्छ, त्यही पनि थोरै मासुभित्र पस्नलाई हालेँ मैले। कागजतिर काटेर यसमा निचोरेर हालेँ, निचोर्छु। माछालाई केलाएर पखालेर हामी चाहिँ एउटा माछा 3 छाक खाने भयौँ गाइजहरू। माछा भयो, मैले यसमा कागती निचोरेँ। कागतीको माछाको स्वादै फरक गराउँछ क्या। मलाई चाहिँ घाँस मनपर्ने, मलाई त अब मन परिहाल्छ आफूले, तर मलाई भन्दा नि मेरो छोरालाई चाहिँ घाँस मनपर्ने। अलिकति हरियो खुर्सानी राखेको छु।
सुकेको खुर्सानी चाहिँ मैले यो ढोलो चाहिँ अलिकति कराउँछ बाबुले, त्यो पनि थोरै कलरको लागि अरे त्यो पनि ल गाइस, मेरो माछा करी चाहिँ समथिङ रेडी भयो। यसरी बनाएको चाहिँ त्यत्तिकै खान नि मिल्छ, तर पनि मैले झोल बनाएको छु, झोल माछाको झोल खाने भनेर। यो चाहिँ रेडी भयो। अब कसलाई मनपर्छ माछा, कसलाई मनपर्छ माछा, मन पर्नेलाई यस भन्नु, नपर्नेलाई न भन्नु है त। रेडी भयो मेरो माछा करी। हेर्दा नमिठो होला जस्तै भयो त नि, भन्नुहोस् त गाइस, मिठो होला कि नमिठो होला। कसले खानुभएको छ मेरो माछा करी, खानेले भोलि यस भन्नु होला है। कसले खानुभएको छ है। अब माथिबाट यो धनियाँको डुलो छर्किदिए। रेडी मेरो माछा करी। फलामको कराईमा बनाएको, त्यो फलामको कराईको स्वादै अर्कै हुन्छ कि गाइस, त्यही भएर अब चाहिँ रेडी भयो। 2 मिनट उनले भनेपछि भयो रेडी। बनाउने मान्छे चाहिँ यता। स्पेसली मेरो 1-2वटा बहिनीहरू छ, अनि मेरो फ्यामिली गइहाल्यो। अब यत्तिकैमा यो भिडियोलाई गर्छु। हेरेर के नपुग भयो भने चाहिँ भन्नु होला हस् त। ओके, बाई बाई। मिस यु अल फ्रेन्ड, अल फ्यामिली, सबैजनालाई मिस गरिरहेको छु। म बसेको काम अब यस्तै छ, काम छैन, दाम पनि छैन, काम पनि छैन। गाइजहरू, मिस यु, आई लभ यु, बाई बाई।